नबुझेर फुपूको कुरा सुनेर मात्र हो यो त साथीहरू सबैजनालाई जेडो नमस्ते वेलकम टु माई च्यानल सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि फेरि आज अर्को भिडियो लिएर आइरहेको छु अहिले चाहिँ म कहाँ जान लाग्छु भनेर सायद तपाईँहरूले थाहा पाइसक्नुभयो म चाहिँ हाम्रोतिर चाहिँ अब यस्तो पर्वमा जुन भए पनि दसैँ तिहार अब साउने सङ्क्रान्ति जे पर्व हुन्छ सब पर्वमा चाहिँ चेलीको घरमा मासु चामल रोटी लिएर जानुपर्छ साथीहरू सो म चाहिँ हाम्रो एउटा मात्र फुपू हुनुहुन्छ अनि उहाँ फुपूलाई लिएर जाँदैछु अनि फेरि मेरो दुईवटा नन्द पनि हो एउटा नन्द चाहिँ खाइसकिन् एउटा नन्द साझा आउँछन् त्यस कारणले गएनौँ हामी अनि अहिले चाहिँ हामी जाँदैछौँ अहिले म देखाउँछु हामी कहाँ कहाँ जान्छौँ भनेर खाना खानु बुहारी ल साथीहरू हामी चाहिँ आधी आयौँ कति टाढा छ हेर्नुहोस् कस्तो राम्रो देखेको यो गाउँ त हो यस्तो राम्रो गाउँ भएर त म आएको हो साथीहरू भनेर भन्न नमिल्ने हो भनिहालेछु र मात्र अनि गोमा हामी चाहिँ तिम्रो घर जाँदैछौँ है गोमा यो भिडियो हेरेर गोमा अहिले चाहिँ उता जाँदैछौँ अहिले उता गएर पनि म फुपूसँग भिडियो बनाउँछु अनि मैले चाहिँ अरू भिडियो बनाएन मेरो नन्दको च्यानलमा आउँछ होला भिडियो सपना सानो च्यानलमा आउँछ हेर्नु होला म यहाँ लिङ्क राखिदिन्छु म चाहिँ अहिले फुपूको घर जान लागेको मात्र बनाइरहेको छु बाँकी घरमा पूजा गरेकोहरू चाहिँ नन्दको मोबाइल च्यानलमा आउँछ हेर्नु होला साथीहरू हामी चाहिँ यो डाँडा काटेर पनि उता परकति जानुपर्छ अनि यतातिर चाहिँ यस्तो बिसौनाहरू बनाउँछन् नि डेड भयो भने उहाँको सम्झनामा यस्तो बिसौनाहरू बनाउँछन् साथीहरू अनि म जाँदैछु कति गर्मी भएको होला म त हैरान भइसकेँ अनि यहाँ झोलामा फुपूलाई कोसेली बोकिदिएको छु अनि गइरहेछौँ ए आयो मेरो साथी आउँछ नन्द भाउजू जाँदैछ फेरि छिट्टो आउने हो घरमा पनि अहिले पाहुना आउनुभयो भने हुन्छ जहाँ हुन्छ फेरि हामी घरमा कोही छैनौँ ताजा लाएर आएछौँ नि त त्यही भएर छिटो गएर फुपूलाई छोडेर आउँछौँ अहिले म चाहिँ अब फुपूको घरमै गएर भेट्छु ल साथीहरू घर आयो साथीहरू फाइनल्ली फुपूको घर आछौँ म चाहिँ यता भाउजूकोमा भिडियो बनाउने अरे यसमा बाबा अनि हिँड्दैछौँ यहाँ अब पुगिसक्यो वा कति हरियाली फुपूको घर यही हो फुपूको घर हो है साथीहरू यो आइपुग्यौँ जिल्ला आलु खै नै मर बोबो जिम सेम रहेछ मच नमस्ते भाइ काङ्ग्रेस छ टाको फुपू हाम्रो फुपू त्यहीसँग गे पठाउँछ गेले काको साथ गेर कसर चाच्यो कता अब नि के डाङ चाहिँ हिँड्ले नि टल्का छ्याम्नी हिँड पटे घुन्डी हाम्रो फुपूले चाहिँ हामीलाई आलु राखिदिँदै हुनुहुन्छ हामी चाहिँ फुपूको घरमा आइसकेछौँ अनि
फुपूलाई चाहिँ हामीलाई आलु तरकारी खाने आलु उसाएर खाने आलु चाहिँ राखिदिनु भएको छ यहाँ चाहिँ ए गोमा यता हेर है फुपूलाई यहाँ यो भिडियो कि फुपू गोमाले हेर्छन् त्यही भएर यता हेरिदिनु म गोमालाई देखाइदिन्छु गोमाले अनि सुरेश दाजुले आकाश भाइले सबैले हेर्छन् यो भिडियो के बनेको त्यस्तो गोमाले हेर्छन् भन्नुहुन्छ अहिले उता सन्त सुत्छु अलिकति खै अलिकति के एकदम निद्रा छ के भयो म त अहिले उठाउँदैन फेरि निदान के अहिले म त उठाउँदैन नि निदान के अहिले त फोटा कताले क्वासेल लिसेन के लिसेन मामा इसे सुत्छ चाहिँ कति गर्मी मान्नु भएको त न इसे सुत्छ हेरेछ कति गर्मी मान्नु भएको तपाईँ कितन तारी हाल्छे सुत्नु भएको थियो रे सेले त सुतिर के फेरि म फुपू बोलेको बुझ्दैन साथीहरू म एकदम एक दुईटा बुझ्नुस् के नबुझेर फुपूको कुरा सुनेर मात्र हो यो त म बुझ्छु होइन अनि कुरा फर्काउन नसकेर अनि गोमाले अनि मेरो खबर रिसिएर नबोलेर बसेको होला भनेको होला भन्छु नि के पनि बोल्न सक्दैन भएन अलिअलि त सक्नुहुन्छ नबोलेर हो कि मान्छे यस्तो हो कि होइन बिस्तारै बानी पर्छ बोल्न सक्दैन अनि त्यही भएर कहिले बनेको होला अहिले त एउटा मम्मी त एकदम नेपाली पो फराएर बोल्नुहुन्छ त म भन्दा खतरा नि एकदम बोल्नुहुन्छ त केही छैन बिस्तारै सिक्नुहुन्छ झन् तपाईँहरूले नेपाली सिक्ने होइन तपाईँहरूले बरु हामीलाई काम सिकाउने हो कि तपाईँहरू बोल्ने भाषा हामीलाई सिकाउनु भयो भने पो हामी सिक्छौँ त नबुझेकोलाई अनि के गर्ने भन्ने नबुझेर हातले यस्तो हेर बोल्न सक्दैन होइन बुझ्छु अनि बोल्नु आउँदैन के जन्म होइन बिस्तारै सिक्नुहुन्छ नआत्तिनु तपाईँ खामबाट बोलिदिनुहोस् के बोलु त म फुपूसँग मलाई केही भन्नै आउँदैन म के ज्ञानी भएर अनि बोल्नु मलाई केही भन्नै आइरहेको छैन कति धेरै राखिदिनु भएको के अरे कतलाई मस्त भन्ने कटला मस्त के रे फुपू कतलाई मस्त बन्ने के कटलाई मस्त कटलाई मस्त कतला मस्त ए यति धेरै आलु राखिदिनु भयो ए हेर्नु साथीहरू मेरो नन्द चाहिँ हिँडेर थाकेर यहाँ पुरा बिन्दासमा झ्यापारमा यिनले आज घर सक गर्ने बेला एक बुटका चाख्याउँछ त्यही भएर यहाँ यस्तो सुतेछन् है अनि हाम्रा फुपूले कसैले राखिदिनु भएको छ अब चाहिँ हामी जान्छौँ होला अब हामी जान्छौँ फुपू फेरि अर्कोचोटि आउँछौँ है बाई बाई गएँ बाई ल ल फुपू ल साथीहरू हामी चाहिँ फुपूको घरबाट निस्क्यौँ जान पर्यो घर पनि कोही हुनुहुन्न अनि मम्मी बाबाहरूले आज आउनुहुन्छ अरे अनि खानासाना बनाउनु पर्छ गइरहेछौँ आजको मौसम यस्तो छ हाम्रो एउटा घर चाहिँ माथि अलि त्यहाँ माथि छ त्यहाँ माथि छ त्यहाँ चाहिँ हाम्रो मेरो जेठा सासू ससुरा बस्नुहुन्छ त्यहाँ माथि हुनुहुन्छ जाने हो के अरे भेट्न अलि टाइमै भएन साथीहरू ल अब चाहिँ म सिधै घरमा गएर भेट्छु होला गर्मी पनि छ अगाडि अलि हल्का थियो अब उतादेखि आउँदाखेरि अहिले चाहिँ गरुङ्गो पो भयो अरे आलु भएर एक झोला आलु बोकेको छु अहिले चाहिँ गरुङ्गो भयो साथीहरू
एउटा डोजरले बाटो खन्दैछ त्यो डोजर बाटो खन्नु त्यहाँ जाने रे अनि हामी चाहिँ गइरहेछौँ अब ल साथीहरू अब चाहिँ म घरै गइसकेपछि भेट्छु होला अहिलेलाई चाहिँ यति नै घर गएर भेट्छु भनेको साथीहरू हेर्नु नि मेरो नक्कली नन्दलाई मेरो पछाडि पछाडि आउने अझ यस्तो गर्ने के हेर्ने त यस्तो नक्कली यस्तो एकचोटि झोला बोक्छु पनि भन्दिनँ एकदम ट्यापेमा हिँडिरहन् मेरो नन्द चाहिँ अगाडि अगाडि उता उता सिधा सिधा है सिधा जानु है हो त्यतिर जाने ल साथीहरू आज त यसै दसैँ उसै दसैँ कति बज्यो अहिले कति बज्यो म त भिडियोमा गर्नु भएको होला थिएँ फेरि उठेर आएको बाटो सिधा छ अलि माथि कुना कुना के लोट्छन् अलि छेउमा हिँड्यौ बाटो सिधा छ त बाटो मात्र सिधा छ खुट्टा सिधा भएन तिम्रो सिधा भएन हो त्यहाँ त्यहाँ हिँड कहाँ माथि होइन अलि तल तल हेर्नुहोस् है भाइ नन्दको पारा यस्तो छ म के गर्नु मलाई केही नभन्नु होला ओइ अलि माथि कसले के भन्छ मलाई कसले अहिले खान्छौ हामी फुपूको घरमा गएको यहाँ त पुचिल्दा नखाऊ भन्दै एक गिलास जार रहेछ खाएर हेर त लाजुन्न बस्छ कि अझै फुल लगाएर यो फुल पनि सकेर एउटा 3 बजे छ नखाऊ भन्दा पनि अलिकति खान्छु भनेर खाएर त यस्तो झ्यापमा पुरा चप्पल देखाउ न है हेर्नु साथीहरू साथीहरू अघि नै जाने बेला यहाँ कहाँ घुम्थ्यो कहाँ गयो होला यस्तरी छुट्टी थियो साथीहरू जान्छु चाहिँ जान्छ आफ्नो बाटो लाग्ने मन परेको ठाउँ छुट्टी पनि रसिलो के म राम्रो छैन ओइ फुच्ची तिमी किन खाएको के नखाऊ भनेकै हो अब दसैँमा अलिअलि दिनै पर्यो नि ए भाइ गाली नगर्नु है मलाई गाली नगर्नु मैले नखाऊ भनेकै रे जबरजस्ती खाए आउनु के थोरै गुलियो रहेछ ऊ पुरा ओइ नगराऊ के सुन्छन् मान्छेले ओइ नगर न फुच्ची अरूलाई धानको पात नगर कि मायालाई पानको त्यो चप्पल कहाँबाट हालेको फेरि त्यस्तो यो त्यो मिसले पनि त्यस्तो खाने भनेर नराम्रो कमेन्ट नगर्नु ल साथी यो सबै के हो नाटक एक्टिङ तर तिमी खतरा के एक्टिङमा त डेन्जर रहेछ कसैले फिल्ममा यसो अफर गरिदिन्छ साथीहरू मेरो नन्दलाई खतरा तपाईँको पल आमाले कही छोरा बल्लान् काँदै माग्छ भन्दिनु बाबाले सोध्लान् खै तिम्रो बुहारी माटे छ भन्दिनु
म कहाँ छु म कहाँ छु यो सब नाटक हो हामी नन्द भाउजू एकदम ठिक छौँ है साथीहरू अब ल पछि भेटौँ ल हामी फ्रेस छौँ फेरि हामी फ्रेस छौँ है हामी फ्रेस छौँ